बजु बजु नाच्छ कक्कु ए पिप्पी ए नाति नि ए छपरी यता हेर तन्को नसक्ने नतन्काइ म्याकुरीहरू मर्लास म्या अरे बोजूलाई समालै यहाँ म बोजूलाई जाडो बनाइसकेको यहाँ नातिले चाहिँ बोजूलाई मताइसकेको छ होइन रक्सी किनिदिएर यसलाई लात हान्नुपर्ने यसरी यसलाई चाहिँ घरिघरि हान्नुपर्छ ल बोजू किन यो फट्टा छ क्या मेरो नानी हान्ने हो तँ नानी त्यो नानी यो नानी यो नानी हो र ऊ त्यो पनि नानी हो यो तर्को यहाँ भयो तेरो क्याटी छ है सडे कति डर हो यो उसको एमनको मैले बनाइदिएको न उसको न एमन म बनाइदिन्छु भोलि भन्दैछु अनि म टाइम गराउँछु म तेमनको हो कि तेरो हो एमनको हो एमनको हो यो छब्रीको हो ला तिमीले के भनेको अरे ओइ ओ पुच्चे ओइ 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 यसले न्यु खोजेर छोड्ला लासै भाइ ओइ ल मा यो भाइले न्यु खोजेको अरे मलाई छैन क्या कोकु हुनुहुन्छ होइन हाम्रो ओडारेको कोकु माथि के अरे कोकु ए हेलो भनिदिनु न हेलो भनिदिनु न लाइक गरिदिनु भन्नु न कसो यस्तो यस्तो लाइक गरिदिनु भन्नु न मलाई आउँदैछु ल जानु हामी हिँड्दैछौँ नि जानु हिँड्दैछौँ त हामी त हिँड्छौँ पता नि म त कडा हो नि तपाईँको नाति कडा छ नि हो हाम्रो नानी म होइन तलको नानी तलको को पो नानी नानी त को हाम्रो सबैको नानी ऊ नानी सबै नानी हो कि होइन जेठो पाको भाइ हजुर अनि पूजनको नानी त्यो भाइ आएछ त्यो ठेकै हो हजुर के हो कि होइन हो नि हौ त्यो त बुझ्नु पर्यो नि त हाम्रो नानी कस्तो हुँदैछ भाइ भाइ होइन म नानी उहाँको भाइ हौ हजुर भाइ उयो होइन होइन होला है भाइ यहाँ हाम्रो काले मुला कलौटे जाँट यहाँको कलौटे यो छब्रीले के भएको देखा त बोजूलाई समालै यहाँ म बोजूलाई जाडो बनाइसकेको लाज मात्रै लाग्छ त्यो लुङ्गी बानी खोज्दी भाइ ए निकाल्नु अनि खोजौँ यो पक्रिन अरे यो लिएर आइज म जान्दिनँ है सुरा यहाँ थिचु भने यहाँ थिचे जग्गा गिने पर्खिल कसले निनीले भनेको 9, 7, 4, 4, 3, 3 विदेशीको लिङ्गी लागेको छ यो बोल्नु बोजू हेलो 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 म माथि डाँडा भयो होइन बोगेमा हो बोगे दाजु हेलो म हामीसँग आउँदै हुन्छ उयो देमान तिमीहरूको आउनु भन्न नि आउँदैछ माथिबाट हामी हेमन्त अङ्कल घर तल मातेको छ बोजू आउनु सक्दैन अरूसँग आउनु न दादा आउनु तिमीहरूको आउनु भन्न हाम्रो आउनु भन्न हो हाम्रोसँग आउनु न ए हुन्छ अनि भेनाहरू कहाँ छ बेला हिँड्नु त हिँडिरहेछ है कहाँ निक्लै हिँड्छ हौ हिँड्नु सक्नुहुन्छ हौ हेलो हौ यतिको हुन्छ के हुँदैन क्या यार भोलि बङ्गा अनुसार घाँटो यो लाग्छ म त पुर्छु भयो म त पिपीलाई मर्छु नानीले चाहिँ यत्रो गाँठो बनाए
तँलाई के भनेको जस्तै बोल नगर है त्यस्तो गरेको राम्रो यहाँ कहाँ छोड्दैछ र बाटोमा बाटो सोर्छ ए कलौटे देख्न सक्नुहुन्छ गाइस हाम्रो सुले चाहिँ गयो सुले कोन जाने उहाँ माथि लुक्दै होला नि यो नानी पनि त्यतै खालको नि छ। अन्त यो नानी पनि चिया कस्तो नानी हो तिमी ढिलो अगाडि नै छिटो ढिलो भइसक्यो रात बनाएर अन्त कस्तो जा उडेको छ रकेट तै कोन जाने मसँग हुन्छ म स्कुल जानेसँग हुन्छ कति मसँग हुन्छ टुक्रा खाने टुक्रामा खाँदैन म स्कुल जानेसँग बिडी हुँदैन हो बजार जानेसँग पो हुन्छ म खान्न एकछिन है तिमी चाहिँ छिटो हिँड न म त साह्रै गिद्दी लाग्छ साँच्चै ल्याङ गर्दैन पहिलेको अब क्या घरमा बस्नु कस्तो जानु भोलि त म पहिला बोलेर तेरो बोजू यो ए पहिले थाहा हुँदैन पहिले कतिचोटि हाम्रोमा आएर ल्याङ गरेर जे पाइदै बोल्यो आवाज लेङलेङ गर्छ बुद्धिमा मातेको मन मातेको एक्टिङ गर्थेन होइन त्यहाँ कहाँनिर त भान्जो सल्काएको कि के सल्काएको नभएको म त तानिँदैन कि सल्काइदिएन उसको भाइ दादाले सल्काइदिएन है अन्त भाइहरूले कहाँ सल्काउने हो होइन अनि त लु आऊ म त बात यस्तो बिँडी चाहिँ फ्याँकिदिएको छ के यो मन जस्तै अनि डढी गएको छ नि थाल्नु त भने बिँडी चाहिँ नि बिँडी ठुटा चाहिँ मन जस्तो पुगेर कुदौँ न सोडे हुँदा टेन्सन नलिनु का सोडे हुँदा टेन्सन नलिनु पर्ने हो का ल्याङ भइदिरहेको गाई चाहिँ आज चाहिँ स्कुलबाट आउँदा अनि ब्लक पनि हानिदिएको ल्याङ भइदिएको पुरै चाहिँ गिद्दी भइदिरहेको गीता नाति बाजु यो कङ्कन घुम्न जुलाइलाई मन ब्यागले कस्तो तान्नु कि यार मलाई तिमीलाई तान्छ नि तिमीलाई टेन्सन छैन त मलाई घरमा सो गाइस ए हामीलाई टेन्सन छैन अरे केरा चुसाउँछ है भाइ हामीलाई कस्तो भने मलाई भनेको नि तैँले तिमीलाई के टेन्सन भनेको देमालाई के को टेन्सन भनेको भाइ मर्छ नत्र मलाई भनेको टेन्सन मैले गाई छ भन्दै थिएँ गाई छ आधा भुँडा किन्ने ल्याङ गिद्दी हेर्नु हेरौँ यस्तो छ नि जिन्दगीहरू अनि भविष्य अन्त कहाँ छ ल हिँडा जाने यस्तो छ नि के हो नि यो हेरौँ त